त्यो हो ज्योतिषशास्त्र। आजको वैज्ञानिक युगमा पनि यो ज्योतिषशास्त्रले निकै प्रभाव पार्दै गइरहेको हामी पाउँदछौँ र समय चक्रसँगै यो ज्योतिषशास्त्र वैज्ञानिकीकरण हुँदै गइरहेको छ। संसारभरि यसको मान्यता बढ्दै गइरहेको छ। ज्योतिषशास्त्र सामान्यतया दुई किसिमले हेर्ने गरिन्छ। एउटा वैदिक ज्योतिषशास्त्र र अर्को पाश्चात्य मत अनुसार हेर्ने चलन भए तापनि प्राचीन चलिआएको वैदिक ज्योतिषशास्त्र नै फलदायी छ भन्ने विज्ञहरूको भनाइ छ। यस्तै वैदिक ज्योतिषशास्त्रको कुरा गर्दा थुप्रै ज्योतिषीहरूमध्ये ज्योतिष आचार्य श्री मित्र शर्मालाई हामी अग्रणी पंक्तिमा देख्दछौँ। उहाँ विगत 35 वर्षदेखि यस ज्योतिषी पेसामा संलग्न हुनुहुन्छ। आजको मितिसम्म उहाँले 1.5 लाखभन्दा बढीलाई सेवा पुर्याई सन्तुष्टि दिलाइसक्नु भएको छ। थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान सम्मानद्वारा पुरस्कृत ज्योतिष आचार्य श्री मित्र शर्मा हाल न्युयोर्क अमेरिकामा विगत 9 वर्षदेखि आफ्नै ज्योतिषी पेसामा व्यस्त हुनुहुन्छ। ज्योतिषशास्त्रमा निपुण ज्योतिष आचार्य मित्र शर्मा कहाँ नेपाली मात्र नभई अरू विदेशीहरूको पनि ओइरो लाग्ने गर्छ। सधैँ अध्ययन र खोजमा व्यस्त रहनुहुने ज्योतिष आचार्य मित्र शर्मासँग सबैजना सन्तुष्ट नै रहेको हामी पाउँदछौँ। अरू ज्योतिषी भन्दा उहाँमा म धेरै भिन्नता देखेँ, किनभने अरू कहाँ जाँदाखेरि अलिकति सर्टकटमा अलिक हल्का फुल्का उहाँहरूले हात हेरेर बताइदिने त्यो गर्नुहुन्थ्यो। तर यहाँ आइसकेपछि उहाँले चाहिँ अलिकति डिटेलमा राम्रोसँग चाहिँ बताइदिनु हुँदो रहेछ। पहिला अरू पनि धेरै ज्योतिषहरू कहाँ गएँ, तर उहाँ ज्योतिषका आउँदाखेरि चाहिँ उहाँ कहाँ आउँदाखेरि चाहिँ धेरै कुराहरू चाहिँ मैले सन्तोषजनक जवाफहरू, प्रश्नको जवाफको आफ्नो जिज्ञासाहरूको चाहिँ उत्तर पाएर म आएको हुँ। The reason about to be with the guru, I have asked many questions 7 years ago why my stuff is not working out. My mom was afraid that if I'm going to get married 7 years or not, and she was afraid like what will happen to my life. So I get to know about Guru through one of the person who used to come to our place, and she gave me the number of this person. And to be very honest to you, in the beginning I never trusted astrology unless I met him. When I met him, his perception towards my astrology, especially my chakra, my time, everything, he was so accurate. I never believed in my life, but whatever he said, since that time things were really happened, and I got better. Since 2014 he has been my astrologer, and what I find about him, which I find very different from the other astrologers I've been to, is that he gives you very accurate and precise analysis. गुरुजी के साथ आके मेरा प्रॉब्लम क्या है मैं इसको बताता हूँ, लेकिन वो मेरे को जो सजेशन देता है, तुम ये करो, उसका बाद मुंह में जो बोलता है और मेरा जो काम है मेरे को बहुत बढ़िया काम होता है, बहुत अच्छा काम होता है, इसलिए मैं गुरुजी के पास आता हूँ। I had some things going on in life, some difficulties that I wanted to get his opinion on, and when I met him, I had an open mind, and as he progressed through maybe 50 minutes of telling me some things, my mouth kind of held open, because there were so many things that he was able to talk about that I didn't explain to him, that he was able to read. मैले उहाँलाई भेटेको अब लाइक 7-8 वर्ष भयो भन्नुपर्छ हैन, किन 2010 बाट हो, अब 2018 भइसक्यो हैन। र उहाँ चाहिँ अलिकति धार्मिक हिसाबले भन्दाखेरि उहाँ चाहिँ साइन्टिफिक हिसाबले चाहिँ उहाँले क्याल्कुलेसनहरु गर्ने भएको हुनाले गर्दाखेरि चाहिँ मलाई मोर एक्युरेट फिलिङ भएको छ र है, र जे कुराहरु गर्दाखेरि पनि म उहाँलाई नै लाइक देखाएर मात्रै गर्ने गर्छु हैन। गुरुमित्र शर्माज्यूसँग मैले यो ज्योतिष शास्त्रको विषयमा सम्पर्क गरेर समस्याहरूको समाधानको लागि बाटो खोजेको 2012 देखि नै हो, र उहाँको जुन विद्वता छ, ज्योतिष शास्त्रको जुन नलेज छ, त्यो नलेजको गरिमामय पक्षहरूबाट मलाई फाइदा भएको अनुभूति सुरुदेखि नै भएको देखिन्छ। ठुलो कामहरू गर्दाखेरि या अरु कुनै ठुलो विषयमा जिज्ञासा हुँदाखेरि
गुरुमित्र शर्माज्यूसँग कुरा गर्दाखेरि मलाई धेरै नै फाइदा भएको आफूलाई महसुस भएको छ। मलाई 2-4वटा कुरा उहाँ मित्र गुरुले भन्नुभएको मेरो जीवनका 2-4 कुराहरूमा चाहिँ उहाँको एस्ट्रोलोजी उहाँको अध्ययन चाहिँ रहेछ। उहाँले भनेको कुरा चाहिँ मिल्छ भन्ने चाहिँ मलाई लागेको छ। सबभन्दा पहिला तपाईँको 2009मा म यहाँ ज्याक्सन हेडमा उहाँसँग भेटेँ र त्यतिखेर मेरो नेपालमा मेरो बुवा अलिक बिरामी हुनुहुन्थ्यो। म डिसेम्बरमा नेपाल जाने पनि मेरो कार्यक्रम थियो र मैले उहाँलाई त्यसको 3-4 महिना अगाडि चाहिँ मैले उहाँलाई सोधेँ के छ त मेरो बुवासँग मेरो भेट हुन्छ त गुरु, मेरो बुवा बिरामी हुनुहुन्छ भन्दा उहाँले चाहिँ के भन्नु, तपाईँको भेट चाहिँ अब हुँदैन तर कामकाज तपाईँले सबै गर्न पाउनुहुन्छ भनेर भन्नुभयो। अनि म नोभेम्बरमा चाहिँ डिसेम्बरमा मेरो नेपाल जाने टिकट थियो तर बाई द वे मेरो ब्याड लक नोभेम्बरको 30मा मेरो बुवा एक्सपायर हुनुभयो। बिहान 5 दिनपछि म नेपाल जाने टिकट थियो, नोभेम्बर 30 बिहान चाहिँ घरबाट खबर आयो बुवा बित्नुभयो भन्ने कुरा। त्यसपछि मैले राइट वे त्यो टिकटलाई चेन्ज गरेर बेलुका म उडेँ। तर उहाँले भने जस्तै मैले बुवालाई भेट्न चाहिँ पाइनँ, कामहरू चाहिँ मैले सबै गर्न पाएँ। मेरो चेन्जेस चाहिँ राम्रो चेन्जेस भन्नु मन लाग्छ होइन, बिकज उहाँले भन्नुभएको कुराहरू अहिलेसम्म सबै ट्रु पनि भएको छ अनि जस्ट एकदमै पोजिटिभली एकदमै राम्रो चेन्जेसहरू भएको छ। अमेरिकाको न्युयोर्क जस्तो व्यस्त सहरमा पनि आफ्नो ज्योतिषी पेसालाई अँगालेर बस्नुभएको ज्योतिष आचार्य मित्र शर्मा आफ्नो अनुभव यसरी बताउनुहुन्छ। मैले पहिला सोचेको थिएँ अब हाम्रो उता नेपालीहरू अब इन्डियनहरूको मात्र चिना हेरेको बानी के अरे, अब मैले सोचेको थिएँ उहाँहरूले मात्रै देखाउनुहुन्छ होला। यसरी यहाँ आइसकेपछि पो थाहा भयो कि यहाँ त विदेशीहरूले पनि यत्रो विश्वास गर्नुहुँदो रहेछ र यहाँ त मैले खास गरिकन विदेशी र हाम्रो नेपाली वा इन्डियनहरू भनौँ उहाँहरू त बराबरै आउनुहुँदो रहेछ, सबैलाई विश्वास गरेकै माने यो पेसा राम्रो चलिरहेको छ। यहाँ मलाई नेपाल छोडेर आएँ भन्नु परेको छैन। यहाँ चाहिँ अमेरिकामा पनि लगभग नेपालमा जस्तै विदेशीहरू अब भारत इन्डियनहरू अब पाकिस्तानीहरू बङ्गालीहरू नेपालीहरू सबैको हेर्दैछु मैले। यहाँ देख्नुभएकै छ सम्पूर्ण सबै जातिका मानिसहरू आउँदै हुनुहुन्छ यहाँ, किनभने यो सबैलाई आखिरी चाहिने चिजै हो। उहाँको विशेषता चिना मात्र हेर्ने नभई भविष्यमा हुन सक्ने दुर्घटना रोग र फल प्राप्तिको लागि उहाँले उपचार अनि उपायहरू पनि विस्तृत रूपमा जानकारी दिनुहुन्छ। एउटा म अहिले एउटा जागिर खान्छु, त्यस्तै जागिरको अफर मलाई चाहिँ विभिन्न ठाउँबाट आएका थिए। एउटा लङ आइल्यान्डबाट आएको थियो, यो अहिले रहेको भन्दा राम्रो अपर्च्युनिटी थियो। मुख्य कुरा अमेरिकामा अब पैसाको लागि आएको हो, अहिले जति खाइपाइएको सुविधा छ त्योभन्दा धेरै राम्रो सुविधा लङ आइल्यान्डमा मलाई दिएको थियो। त्यसपछि भर्जिनियामा पनि एउटा अर्को अफर आएको थियो। पछि गुरुसँग कुरा गरेपछि गुरुले तपाईँलाई यो अहिले चाहिँ 3 दशा ठिक छैन, मान्छेले यो बिगार्छन् उल्काउँछन्, जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्, चेन्ज नगर्नुहोस् भन्नुभयो। त्यसपछि त्यति चाहिँ त्यो चाहिँ गरिनँ मैले आएको राम्रो बेटर अपर्च्युनिटीलाई पनि त्यो चाहिँ छोडिदिएँ मैले। अब त्यसले मलाई राम्रो गर्यो नराम्रो गर्यो मलाई थाहा छैन, तर उहाँको सल्लाह अनुसार चाहिँ गइनँ। म मान्छेलाई उहाँले भन्दा पनि राम्रो कुरा भन्नुहुन्छ, लाइक जसरी भन्नुहुन्छ होइन कुनै कुरा लाइक नराम्रो हुनु छ भने पनि उहाँले चाहिँ राम्रो तरिकाले भन्नुहुन्छ, जसरी चाहिँ हामीलाई लाइक वी नो हाउ टु ह्यान्डल द सिचुएसन टाइपको हुन्छ नि। लाइक नराम्रो कुरा भन्नु हुन आँटेको छ भने पनि उहाँले त्यो कुरालाई एकदम मिलाएर भन्नुहुन्छ नि, जसरी चाहिँ हामीलाई लाइक हर्ट फिल हुँदैन। र मैले धेरै उसलाई देखाएँ धेरै पहिला होइन, तर त्यो मध्ये देखाएको मध्येमा मलाई मन परेको मध्ये उहाँ चाहिँ हो, किनभने उहाँ एकदमै पढे लेखेको विद्वान मान्छे हुनुहुँदो रहेछ। र यो चाहिँ के भने ज्योतिष शास्त्र भनेको एउटा विज्ञान हो र यसमा प्रुफ छ कि यो चाहिँ के भने यसले चाहिँ जे यो गणितको हिसाबले वैज्ञानिक हिसाबले सिद्ध हुन्छ यो हुन्छ भनेर त्यो कुराहरू उहाँले चाहिँ के भने पुरा हेरेर आफ्नो चाहिँ पुरा क्यालकुलेसन गरेर भन्नुहुन्छ र त्यो मिलिरहेको छ। पहला भी 2 का पास गया था, 2 गुरुजी का पास गया था, लेकिन वो लोग मेरे को जो बताया उसका बाद में और काम पे मेरे को एक्ट नहीं हुआ, मेरे को कुछ रिजल्ट नहीं मिला जो एक गुरुजी से मेरे को मिला। म नेपालमा हुँदाखेरि मङ्गलराज जोशीसँग ज्योतिष शास्त्रको बारेमा आफ्नो चिनाहरू देखाउने काम गर्थेँ। अब त्यो सरहको अनुभूति मैले यहाँ हाम्रो गुरुमित्र शर्माबाट पाएँ। त्यसको लागि म धेरै नै गुरुमित्र शर्माजीसँग आभारी छु। What I really admire about him is that he's very truthful. So he told me and he gave me a forecast of what is about to come.
So I knew since 2014, at least generally, what the next few years were going to look like, what is the lineup, and what precautions I can take to not have any adverse effect. So apart from meeting him and having him as my regular astrologer, I also feel that he's a good friend. He's very friendly, so you can talk to him about anything. He does not judge you, and he will give you a truthful response without really hurting your feelings or sort of giving you all of these insane remedies that you cannot possibly accomplish. It's quite amazing from the time that I met him and had the original reading to now is completely accurate, and I just find it absolutely amazing. Again, I didn't expect it. It was very unexpected, and things are now progressing pretty much the way that he said that things should or would. Is there areas of understanding that I play a role in it? I believe there is, and I feel that with his continued guidance and intuition and reading where things are, it allows me to kind of have a bigger perspective on life and to maybe make some better choices, or at least have the ability to be prepared for things that could come and be prepared for ways and better ways to interact with them. He's always on the point. You just need to take in what he is saying, and most people cannot take that, but I had to work on it to take it, because whatever he said, 89% of his talk was true, because he has done PhD, he has studied higher about astrology, which most astrologers, they don't even read. He gives you extra time to know about what is happening in your life. And seriously, right now, my condition is better just because of him, because he's always there for me, even I have problems. He will talk to you, he's willing to open up in front of you. Whatever he's there, he's going to help you out. उहाँले चाहिँ मलाई मेसिनरी के अरे कामहरु गर्दाखेरि चाहिँ मलाई फलिफाप हुन्छ भन्नुभएको थियो। त्यो अनुसार त्यो काम गरिरहेको छु, पहिलादेखि नै गरिरहेको हो, जस राम्रो भइरहेछ मलाई। बितेका कुराहरु के भयो अनि चाहिँ नराम्रा ग्रह दशाहरु के छन्, भविष्यमा चाहिँ अब त्यो समस्या समाधान कसरी गर्ने, त्यो कुरो चाहिँ उहाँले राम्रोसँग बताउनु हुँदो रहेछ। मलाई एकदम खुसी लाग्यो। यो मेरो दोस्रो चोटी पनि हो, किनभने पहिलो चोटी देखाउँदा पनि उहाँले भने अनुसार गर्दा केही राम्रो भएको हुनाले नै म यहाँ फेरि आज आएर उहाँसँग फेरि हात हेराउने क्रममा थिएँ। उहाँले लेख्नुहुने चिना पनि अरूको भन्दा बेग्लै अनि विस्तृत हुने गरेको हामी पाउँदछौँ। ज्योतिष आचार्य मित्र शर्मा ज्योतिष शास्त्रमा मात्र नभई वास्तुशास्त्र अनि अङ्क ज्योतिषमा पनि उत्तिकै दखल राख्नुहुन्छ। मेरो फिलिङमा वो परफेक्ट एस्ट्रोलॉजर, वो बहुत अच्छा है। वो मैं सब लोग को रिक्वेस्ट करेगा, आप लोग का कुछ प्रॉब्लम है भाई साहब का साथ थोड़ा बात कीजिए, आप लोग का अच्छा रिजल्ट मिलेगा। As an astrologer, I would say he's perfect and excellent. मैले त उहाँलाई A1 भने पनि हुन्छ, एक्सिलेन्ट को रूपमा मैले चाहिँ हाईएस्ट र्याङ्किङमा राख्छु उहाँलाई मैले। Whatever he did for me, and I've been giving example to the other people, and other people were amazed and they wanted to know about Guru the more, and I could tell people right now, please come to him, he is really there for you. And I've actually recommended it to other people to come as well, and they're now on their journey with Guru, so I can highly recommend him. It was a recommendation from a friend, and I went in with an open mind, and I can only say that it's a really great, I'll say, personal development kind of modality that I didn't expect to be as quite amazing as it was. So I can highly recommend Guru. उहाँसँगको ज्योतिष विद्या सम्बन्धी अपार ज्ञानको सदुपयोग गर्न तपाई दर्शक श्रोता पनि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसरी नै आफ्नो ज्ञानलाई सदुपयोग गरी समाज सेवा गर्दै जानुस् र समाजलाई सही बाटोतिर उन्मुख गराउन सकोस्, यही शुभकामना छ ज्योतिष आचार्य श्री मित्र शर्माज्यू प्रति।